That's this? It's a sea urchin. Yeah, okay. So Yeah, it I lives thought as it. well. Yeah. You see, here's the mouth. And if you look really closely, you can see that the spines are Yes. moving. Oh, yeah. Yeah, I see it. Yes. And So here it does has 5 teeth. And this is for the, they use the as antenna or? To move. Okay, to move. Yeah, to move. Okay. हेलो हाई दर्शन नमस्ते सेवा सिमुना सेवारो यहाँहरू सम्पूर्णलाई आज चाहिँ हाम्रो नर्वे यात्राको चाहिँ तेस्रो दिन हामी चाहिँ हाम्रो चाहिँ मेरो गाइड भने पनि यहाँको चाहिँ मेरो के भन्नु अब डेस्टिनेसनमा सबै गर्ने म्यानेजरै हुनुहुन्छ उहाँ हाम्रो दिनेश सर उहाँसँग चाहिँ आज हामी गाडी लिन जाँदैछौँ अब हेर्नुहोस् न दृश्य चाहिँ अब कस्तो भन्नुहुन्छ हेर्नुहोस् त अब वर्णन गर्ने कुनै शब्दै छैन हेर्नुहोस् त यस्तो राम्रो छ अनि हामी अब यहाँनिर बोटमा आएर चाहिँ गाडीमा आएर चाहिँ अब अर्को गाडी लिनु रेन्ट गाडी लिनु गएको 7 सिटे अनि उहाँको गाडी चाहिँ यहाँ राखेर बोटमा वेट गरिरहेको छु अब गाडी ओलेसेन्ट भन्ने ठाउँबाट गाडी लिएर आउने अनि यो चाहिँ कुन ठाउँ भन्नुभयो यो फेस्टै भन्ने ठाउँमा छौँ अरे हामी चाहिँ हजुर के हो नर्वेको वर्डहरू है त्यहाँको ठाउँको नामहरू पनि गाह्रो उच्चारण गर्नको लागि अनि आगामी अन्य दृश्यहरू देखाउने छु तपाईँहरूलाई हेर्नुहोस् त कति राम्रो छ पानी कति निलो हरियो छ अनि त्यसमा माथि हेर्नुहोस् न यस्तो राम्रो चट्टान यताको दृश्य देखाएँ तपाईँहरूलाई 360 भ्यू गाइस अब हामी चाहिँ यहाँनिर अलिकति हाम्रो टाइमको मिसकम्युनिकेसन भएकोले गर्दाखेरि गाडी अलिक भरे लिन जानुपर्ने रहेछ त्यही भएर चाहिँ यहाँनिर हामी अब अर्कैतिर यहाँनिर यसो टाइम पास गर्नुको लागि भन्नाले अरू कुराहरू एक्सप्लोर गर्नुको लागि हामी यहाँ आइरहेको छौँ हाम्रो दिनेश सरसँग हेर्नुहोस् न कस्तो अजिबको पत्थरहरू चट्टानहरू छन् हेर्नु न पहाडै छ यस्तो छ हो हामी जाँदैछौँ अब एक्वेरियममा जाने हाम्रो जानकारी छ भाषा चाहिँ यस्तो छ है नर्वेजियन भाषाहरू चाहिँ यस्तो छ जस अघि मैले बुझेँ त्यो उतासँग मिल्छ नि धेरै कुरा तर हाफ स्पार्क प्लान्ट यो चाहिँ एटलान्टा के भन्यो त्यो चाहिँ बुझिनँ मैले ए यो चाहिँ मैले बुझिनँ है यस्तो छ हेर्नुहोस् न यहाँ मान्छेहरूलाई अब देखाउनु नि भिडियोतिर अलिकति प्राइभेसीको कुरा हुन्छ यहाँ चाहिँ युरोपमा स्ट्रिक हुन्छ तर देखाइँदै छैन यस्तो छ फेसहरू चिन्ने गरी देखाउनु मिल्दैन यस्तो छ यति राम्रो छ यहाँ रहेछ जानकारी बोर्डमा इन्फर्मेसन सब इङ्ग्लिसबाट पनि रहेछ mat till ungarna sina, så de stackars ungarna mistade ene föräldern sin. Sånn er det bare. Det er jo utdannet som levde som du var her, ja. De som levde her tidligere med oss, som den siste døde i fjor, de tok veldig mange fugl. Vi sluttet å telle med 10-15 stykker. Og hvor mange tatt totalt i løpet av sin levetid, det vet jeg ikke, men det var en god del. Så de får annen mat som fisk hjemme hos, men da må de faktisk ordne ut selv. They live mainly by the coast, but you can also find them further into the country. Then it's close by to rivers and lakes. They eat mostly fish, but they can also eat eggs, birds, frogs, mice, wherever they can find and catch, and they will do, kill and eat. Here with us, we give them fish twice a day, but sometimes birds come in here, seagulls and crows, try to steal food from them. And if I was a bird, I wouldn't do that, because these will kill them if they can. Skal ut og pare seg en gang, da går de ut av territoriet sitt, og så finner de en dame og har det gøy og kjekt i 2 minutter, og så stikker de derfra. Har absolutt ingenting med barnetrollesen å gjøre. Litt sånn mannfolk, tenkte du da med en gang, ja.
These animals, they are जस्तो पिङ्गुइनहरू यहाँ तपाईँ चाहिँ एकदमै नर्थ पोलको साइडमा पाइने चिजहरू राजा लाइफ यसरी देख्नु पाइयो है समुद्री कुकुर पनि अलिकति देख्दैछ त्यो कुखुराहरू जस्तो अलिकति सर्फेसमा मात्रै निकालेर के अरे सूचना मात्रै निकालेर हिँड्दैछ पानी så går han i teina og så drukner det akkurat samme som altså fisken drukner ikke, man kommer ikke ut av teina. यहाँ पक्कै देखि जस्तै हेर्नुहोस् त समुद्री कुकुर अब यिनीहरूलाई खाजा दिन आँट्यो यो समुद्री कुकुरलाई आयो हेर्नुहोस् त कुकुरै जस्तो हुँदो रहेछ नि त हेर्नुहोस् न Alle disse selarter som vi har her langs, det er samme selart. Det er en av to selarter vi har langs norskekysten. Og dette her, det er steinkopp. Den andre selarten som vi ikke har i Selbukta, men som vi finner rett utenfor sammen med steinkobben, det er havert. Haverten er en god del større enn steinkobben, men bestanden av havert er ikke så stor. Og en stor hanne med havert kan faktisk bli opp i 300-400 kilo, mens steinkobben er ikke særlig mer enn ca. 120 kilo. Og steinkopp i finner vi nesten. The seals that we have here are the same species. It's one of two species of seals that we have along the Norwegian. Torx cuttlefish, sorry, coalfish, common ling, सोलिङ फिस जसलाई एउटै डिरेक्सनमा पाएर चाहिँ के अरे यो एउटै कलर यसले चेन्ज गर्छ कि क्या त कलर चेन्ज गर्ने जस्तो बालुवामा अनि स्टार फिसहरू पनि छ यो सोलिङ फिसले चाहिँ एकदम फ्यामिलीमा हिँड्ने खालको एउटै कम्युनल खालको टाइपको माछा रहेछ एउटै डिरेक्सनमा हिँड्ने ग्रुपमा हिँड्ने टाइपको फेरि यो साँप जस्तो माछा चाहिँ सीको कुम्बारहरू यहाँ टाँसेर बसिरहेको जस्तो रुखहरू जस्तो देख्दै हुनुहुन्छ नि त्यो त सबै एनिमल हो नि त हो नि त्यो जेली फिसहरू भन्ने छ तर यो अलि जेली होइन यो अर्कै हो यसलाई हेर्नुहोस् त क्यामेरा लगाएर के भन्दो रहेछ तर यहाँ देखेको भएन क्या यो चेप्टे माछा स्टिङ रे भन्छ थोनरे पनि भन्छ सोनड्याकले पनि भन्दो रहेछ फेरि मोबाइल पसिजान्छ होला पानीमा नयाँ भर्खर किनेको मोबाइलमा पसिगयो भने फेरि बिजोक हुन्छ हेर्नुहोस् न सबैभन्दा इन्ट्रेस्टिङ एकदम रोचक लाग्ने मलाई हेर्नुहोस् न यो सबै माछाहरूको जातिहरू यो जनावरहरूकै समुद्री जनावरहरूको
जनावरहरूको चाहिँ हरू हुने यो चाहिँ अब अचम्म लाग्छ होइन नाम यहाँ चाहिँ नामहरू यो सबै यो सी एनिमलहरू बढी रहेछ यहाँनिर यो सेतो देख्ने पनि सी एनिमलै हो यो निङ्गुरे जस्तो देखिने पनि सी एनिमलै हो यो होइन अनि यो अघि देखिहाल्यो यो चाहिँ यो बैगुन जस्तो कलरको चाहिँ यो कुकुम्बर भयो यस्तो छ यो महिला चाहिँ यो बेसारे कलर चाहिँ जेटम्यान्स फिङ्गर भन्दो रहेछ जेटम्यान्स फिङ्गर भन्दो रहेछ यो चाहिँ मलाई पनि थाहा नभएको चिज यस्तो छ है अचम्म यहाँ पनि सी एनिमलको जातहरू हेर्नु न यो झार जस्तो परेको जनावर भन्दा कसलाई विश्वास लाग्छ हेर्नुहोस् त यस्तो छ अब पहिला थ्योरीमा मात्रै पढ्नु पायो उतातिर यहाँनिर यसरी हेर्नु पाइयोहरू छ यहाँ फेरि फाल्टै छ यहाँ स्टार फिसहरू छ यो हमर भन्दो रहेछ कि यो मिठो हुन्छ अरे जिनिस साथै भन्नु हुन्छ यस्तो छ है यहाँ चाहिँ के रहेछ फेरि के हो यो चाहिँ आधारमा ए यो विषयमा तपाईँहरूलाई सोध्नु मन लाग्ने उहाँलाई सोद्धा हुन्छ ए बुझेर यहाँ फेरि यहाँनिर पुरै छुनु पाइन्छ यो सानो मिठो हुँदैन ए हो र ए सी फुड्समै परेछ पुरै छाम्नु पाउने भन्ने अघि गऱ्यो नि तर यो लाइभ हो लाइफ उही हो र खोलिरहेको थियो नि अनि यसले यो त एकदमै In your hand, yeah, hold it like this. It's a living animal. It's a sea cucumber. Oh yes. Yes. So it has its mouth here Yeah. and the butt here. Yeah. And all of these are legs. Okay. Yes. So it's less locomotive. What? It's less locomotive. It doesn't move that easy. Move, yeah. Okay. And this right here, what's happening now? Yeah. It's a defense mechanism. It's trying to splash water on it. Yeah. So usually then I put it in the water again. Yeah. Okay. So if they come from, Oh, sorry. Yeah? oh, don't squeeze it. No, I'm sorry. I didn't try. Sorry. Yeah. But is it not that dangerous? It's not dangerous at Okay. all. Oh. No. Thank you. You should feel that one. यो पुरा छुन्न पाइने रहेछ सक्दैन होला मैले हेर्नु त यो चाहिँ लब्स्टरकै क्र्याबमै आयो नि यो कङ्क्रिट क्र्याब भन्छ यो त खाने एकदम राम्रो छ जस्तो छ नि पानीको दुम्सी सी अर्चिन होला है सी अर्चिन भन्छ होला Careful. Yeah. What's this? It's a sea urchin. Yeah, okay. So Yeah, I legs thought as well. Yeah. You see, here's the mouth. And if you look really closely, you can see that the spines are Yes. moving. Oh, yeah. Yeah, I see it. Yes. And So here does it has 5 teeth. And this is for they use as antenna or? Okay, to move. Yeah, to move. Okay. पुरा एकदम काँडा जस्तो हुँदो रहेछ है वा यो त जीवित हो नि होइन जीवित यो त चाइनिज उसमा पनि हुन्छ नि बकेटमा पनि राखेको हुन्छ नि Amazing. And then you can try to tickle it. Really carefully. Maybe it open. It's not. Yeah. I can. I have a trick I can show. Okay. Försiktig. Bruk händerna dina hvis du ska ta upp en köttfärg. Starfish.
ओइ यसरी स्टार फिसलाई लगाएर राखिदिँदाखेरि यसरी ओपन हुँदो रहेछ यो It's opening. It's a defense mechanism. It thinks that the sea star will eat it, Okay. so maybe it will escape. You have to move this thing. Yeah, it can move. It can swim. Okay. Watch. Wow. यसरी मुभ गर्दो रहेछ I'm not too confident to have now. It's alright. That's how it swims. Ja, wat is dat kul? What is its name? A clam. 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 Okay. Yeah, I think so. Yeah. Clam भन्दो रहेछ So it's like a mussel. यस्तो साफ यसको अगाडिको टिप्सहरू अब चाहिँ जूबाट बाहिर निक्लिसक्यो हामी अब हामी फर्किँदैछौँ अब पोलेसेन्ट सिटीतिर जान्छौँ हामी कि कता जान्छौँ सिटी एक्सप्लोर फेरि एडिसनल एक्सप्लोरेसनको लागि हामी जाँदैछौँ यस्तो छ है अब सुन्दरता चाहिँ नर्वेको चाहिँ म केही भन्दिनँ यो भिडियोले नै भनिहाल्छ यस्तो छ है अलिकति पानी परेर आएको छ अहिले गाइस यो चाहिँ ओलेसेन्टको चाहिँ सिटी सेन्टर नि त्यसमा Auditionको center. सेन्टरमा चाहिँ हामी सिटी सेन्टरमा आएर चाहिँ हेर्नुहोस् न यो ढुङ्गाले बनेको कम्प्लिटली उहिले मिति चाहिँ ठ्याक्कै मलाई थाहा भएन यो धेरै अब वर्ष के अब शताब्दी अगाडि यो चाहिँ यहाँ चाहिँ वुडन बिल्डिङ्सहरू थियो अरे सबै जलेर चाहिँ सबै नै यो डिस्ट्रोय भएर डिस्ट्रक्टेड भएर चाहिँ यो ड्यामेज भएर फायरले ड्यामेज भएर चाहिँ यसलाई चाहिँ यसरी यो सबै कन्क्रिट र सिमेन्टेड के अरे यो स्टोनले बनाइएको अरे क्या हेर्नुहोस् न कस्तो राम्रो छ ओलेसेन्ट नर्वेको भ्यू हेर्नुहोस् है सिटी सेन्टरको यस्तो छ यस्तो लेखिएको छ हेर्नुहोस् न यस्तो छ नाइस साह्रै राम्रो छ यो चाहिँ नर्वेजियन सी है भनेपछि हामी चाहिँ ओलेसेन्टको सेन्टरमा यहाँ चाहिँ हामी चाहिँ के भन्छ यसलाई चाहिँ हार्बर भनौँ होइन म घुमिरहेको छु डुलिरहेको छु केही कुरा नौलो कुराहरू एक्सप्लोर गरिरहेको छु नेपाली जस्तै मान्छेहरू आउँदैछ यस्तो छ पानी परेको हल्का पानी परेको अवस्था छ मौसम त्यति राम्रो छैन तर पनि उज्यालो चाहिँ इनफ नै छ यस्तो सुन्दर छ हेर्नु त यो बिल्डिङहरूको डिजाइनहरू यो सेतो विशेष गरी सेतो कलरहरूले चाहिँ एकदमै शोभा दिएको यहाँनिर यसरी बिल्डिङहरू ओहो झन्नै खुट्टा भिज्यो फेरि यस्तो छ यो चाहिँ ओलेसेन्ट सेन्टर सिटी सेन्टर युरोपको चाहिँ अहिले हामी नर्वेमा घुमिरहेछौँ विभिन्न अब यो त एकचोटि त सबै आगोले डिस्मेन्टल भएको हो नि त होइन यो त्यो पार्टिकुलर वर्ष 1900
1970s तिरै कति जस्तो होइन 1970 पहिलेको हो त्यो मैले पनि हेरेको थिएँ तर बिर्सेँ अहिले ठ्याक्कै मलाई त्यो फिगर चाहिँ याद आएन यताबाट बाटो छ 362 नोर एडभेन्चर भन्ने यो चाहिँ एउटा कम्पनी हो ए तपाईँले यहाँनिर स्पिड बोटहरूमा लान्छ कि यिनीहरूले ए अँ झन्डै 1000 रुपियाँ पर्छ त्यो यहाँको 1000 पर्छ अरे कति समयको लागि घन्टाको यिनीहरू जानु आँटेछ ए घन्टाको यो काइयाक होइन को प्राइस त 700 रहेछ अन्त टुरको यो सफारीको चाहिँ 1400 रहेछ हौ ए 1400 पर पर्सन पर कति लङ प्राइस पर पर्सन भनेछ पर डेली डिपेन्ड्स 5 मिनट भयो 5 मिटर खै 5 मिनट्स होइन यहाँबाट 5 मजाउने हिँड्ने होइन यहाँ त हामीहरू उहाँबाट मेरो ठाउँबाट 45 मिनट पुगिन्छ ए होइन मैले भन्नु खोजेको चाहिँ यो ट्रिप ओल्युसन यो चाहिँ 1700-1800 पर्दो रहेछ यो कम्पनीले यो कामहरू गर्छ त्यो भाडा लिएर जानु पायो भन्नुको भाडा लिएर कति एक दिनको लागि होइन यिनीहरूले 2-4 घन्टा घुमाउँछ 2-4 घन्टा घुमाउँछ भनेपछि 1700 भनेको चाहिँ गाइस यो चाहिँ 100 भनौँ 179 भनौँ न युरोमा चाहिँ होइन त्यति हुन्छ यो चाहिँ फिसिङमा चाहिँ फिसिङ ट्रिपमा जाँदा यसमा जाँदाखेरि त उहाँ पुऱ्याइदिन्छ होइन हजुर पर्छ अलिअलि वरिपरि घुमाइदिन्छ त्यस्तो छ यहाँ चाहिँ यहाँको पैसा चाहिँ एकदम युरोपको चाहिँ 1 युरो बराबर चाहिँ 11 क्रोन नर्वेजियन क्रोन हुँदो रहेछ गाइस त्यस्तो छ पैसा चाहिँ यहाँ धेरै हुन्छ ए स्पिड बोट हजुर यो झनै त्यो के अरे ऊ हुन्छ नि के पो भन्छ भोटेकोसीमा हिँड लड्यो गोरा झनै लडेछ के भएर चिप्लेर यस्तो छ गाइस हेर्नुहोस् हो अब यो चाहिँ जानु आँटेको है भनेपछि मलाई त त्यो राफ्टिङ जस्तो स्टाइल लाग्यो तर हुनु चाहिँ होइन यो राफ्टिङ त पक्का हुँदैन यस्तो त्यो त पम्प गरेको हुन्छ होइन राफ्टिङमा त पम्प गरिएको हुन्छ जान लाग्यो अब यिनीहरू म त यो काम गर्ने पर्सनल्स को होला भनेको त होइन यो चढ्ने त्यो ड्रेस चाहियो ए अझै तिनीहरूले चस्मा पनि लगाउनु छ रहेछ अनि त्यो चाहिँ अब यो ड्राइभ गर्नुको लागि चाहिँ उनीहरूले ड्राइभ गर्छ उनीहरूले गर्छन् अनि त्यो चाहिएन त्यो आफ्नो त्यो प्रोफिसियन्सी चाहिएन होइन हौ त्यो पछाडि छ नि त्यो पछाडिको लागि चाहिँ लगेको पछाडिको चाहिँ ड्राइभर हो नि त हो त्यही त त्यो उसले त्यहाँबाट ड्राइभ गरेको हो त्यो अगाडिको त त्यो ड्राइभ गरेको त होइन होइन तिनीहरू चाहिँ बस्ने त्यहाँ बसेको मात्रै रहेछ म त तिनीहरू चालक जस्तो गरिरहेको थिएँ होइन ए अब उसले चाहिँ लग्यो ए हजुर ए जोडी पो हिँडेको रहेछ म त 2 जना केटी जस्तो देखेको थिएँ होइन रहेछ एउटा लाइफमा मेमोरी जुम गरेर साथीहरू आएको थियो कि यस्तोहरू सबै दुखेको छ भन्थे त्यो पानीमा यस्तो भएर नि पक्रेर यसो गरेर दुईजना मात्रै पनि लाँदो हजुर मेरो बेटी पनि सक्यो यो चाहिँ टुरिङ कार हामीले 7 सिटी हो रेन्ट गरेको कुदाउने अनि यो चाहिँ दिनेश सरको हो यहाँको गाडी अब लिएर हिँड्नु आँटेको ब्याट्री पनि सक्यो अब आजलाई यति नै होला आजको भ्लग आजको एपिसोड यहाँलाई धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा बाई नमस्ते